हेलो नमस्कार गाइज, तपाईहरु सन्चै हुनुहुन्छ? तपाईहरुको मोबाइलमा मेरो भिडियो टन्न आइरहेको छैन हैन त? ल आ छैन भने पनि युट्युब च्यानलमा गएर मेरो भिडियो सुमित भ्लग सेरोफेरो सर्च गरेर हेर्दिनु होला। अनि मेरो च्यानललाई धेरै भन्दा धेरै लाइक एन्ड शेयर गरिदिनु होला। च्यानललाई सब्स्क्राइब चाहिँ अनिवार्य रूपमा गरिदिनु होला है त। म आज तपाईहरुलाई चाहिँ नौलो ठाउँ यो अस्ट्रेलियाको एकदम नौलो ठाउँमा लिएर जाँदैछु है। नौलो ठाउँमा लिएर जाँदैछु। आउनु है त, म तपाईलाई कहाँ लिएर जाँदैछु भनेर म तपाईहरुलाई देखाउँछु है। यो चाहिँ एउटा पार्क हो। यहाँ आउने यसो हावासावा खाने ठाउँ हो। अनि यसो खेल्ने ठाउँ, यसो साइक्लिङ गर्ने ठाउँ हुन्छ है। अनि यहाँभन्दा उतापट्टि चाहिँ एउटा खतरा ठाउँ छ। म तपाईहरु केही समय मात्र वेट गर्नुस्, म तपाईलाई त्यो ठाउँमा केही सेकेन्डमा चाहिँ पुर्याउनेछु। धैर्य चाहिँ गरिदिनु होला है त। म तपाईहरुलाई लिएर जाँदैछु। यो ठाउँ चाहिँ यस्तो मजा आउँदैछ कि यस्तो मजा आउँदैछ। यो बालमोरल पार्कतिर है त। यो बालमोरल पार्क यस्तो आनन्द छ। त्यही बगैँचा छ हैन। यहाँ चाहिँ त्यहाँका गाडी पार्किङ गर्ने मजा केटाकेटी बुटिङ गर्ने ट्याक्क रमाइलो गर्ने ठाउँ हो है त। यो चाहिँ बब्बाल रमाइलो हुन्छ गाइस, बब्बाल रमाइलो हुन्छ। यहाँ जानुपर्छ, लीला देखिन्छ लीला। यस्तो मजा लीला हुन्छ कि हैन। खतरै हो क्या यो चाहिँ। अब तपाईहरुलाई म कहाँ लिएर जाँदैछु भनेपछि आउनुहोस् है। तपाईहरुलाई भन्यो भने त त्यही त रहेछ नि भन्नुहुन्छ। तर म तपाईहरुलाई एकदम सरप्राइज लिएर जाँदैछु है त। यस्तो बडा ठाउँ लिएर जाँदैछु। त्यो तपाईँ हामी नभन। त्यो हरेक मान्छेलाई त्यो ठाउँमा जानै परेको हुन्छ है। त्यस्तो हो। म तपाईलाई लिएर जाँदैछु। खानाले अलिकति टाइम लाग्छ है त। अलिकति टाइम लाग्छ। तपाईहरु टेन्सन नगर्नुस्। म त यहाँ काठमाडौँको सोइनमा कस्तो ठाउँ हो ठ्याक्कै यो चाहिँ ट्याक्क हो। गोलो भने हुन्छ यही ठाउँमा आइन्छ पुरै। त्यस्तो हो। भनेर हैन आउनुस्। म तपाईलाई तपाई यस्तो ठाउँ हैन, यस्तो पिस ठाउँ हो क्या त्यो चाहिँ। यस्तो खतरा ठाउँ हेर्नुस्, यस्तो खतरा ठाउँ। त्यो ठाउँ चाहिँ तपाईँ हामी एक न एकचोटि जिन्दगीमा एकचोटि त्यो ठाउँ जानै पर्छ क्या। नगई सुखै छैन। त्यस्तो ठाउँ लाँदैछु। अलिकति धैर्य चाहिँ गरिदिनु होला है त। घाम यही बेला लाग्यो यार। फाइनल्ली म चाहिँ आइपुग्न लाएँ है त। ल यो ठाउँ यस्तो बवाल छ नि हैन। यो ठाउँ यस्तो बवाल छ। यो ठाउँमा तपाईहरुलाई लिएरै जानुपर्छ है। यस्तो खतरा ठाउँ छ यार। यहाँ नोटिस रहेछ है। यार लग फार्म ल यहाँ एउटा नोटिस पनि रहेछ। नोटिस चाहिँ पढौँ है। ए दिस गेट्स आर लग फार्म 6 PM इच इभिनिङ भनेको छ। 6 बजे बेलुका चाहिँ एकदम हुन्छ अरे। वाउ। ल फाइनल्ली गाइस तपाईहरुलाई यो हामी मरेपछि हाम्रो जिन्दगीको एकदम अन्तिम अवस्थामा यो ठाउँ चाहिँ जानै पर्छ है। ल हेरिदिनुहोस् है त यो ठाउँ। यो चाहिँ अस्ट्रेलिया ब्रिजबेनको चेन हो है। यो चेन हो। यहाँ क्रिस्चियनहरू मऱ्यो भने यसरी ल्याएर ट्याक्कै यसरी बनाएको हुन्छ यो ठाउँ। यो पुरै हो है यो चाहिँ। अब कोही हिन्दूबाट होलान्, कोही क्रिस्चियनबाट होलान्, कोही मुस्लिमबाट होलान्। अनेक नाम छुट्टै छुट्टै हो, तर गन्तव्य चाहिँ यो एउटै हो है। गन्तव्य चाहिँ यो एउटै हो। यही नै हो अन्तिम अवस्था। तपाईँ हामी जान पर्ने ठाउँ भनेको अन्तिममा यो नै हो। यो चाहिँ अस्ट्रेलियाको ब्रिजबेनको हो गाइज। हेर्नुहोस्। अब तपाईहरुलाई भन्यो भने भने जस्तो लाग्ला हैन। मान्छे मरेपछि पनि धनी गरिब चाहिँ हुन्छ क्या। धनीको चाहिँ यस्तो गेट बनाएर यस्तो सजाएर राखेको हुन्छ। तर हेर्नुहोस् है त यो धनीको हो। यो धनीको चाहिँ यस्तो गेट बनाएर सजाएर। तर बिचारा यो चाहिँ गरिब थियो होला है। अब गरिबको यस्तो छ। फेरि पनि जो धनी भए नि गरिब भए पनि जाने ठाउँ यही हो।
यो जति सजाए पनि यस्तै नै हो क्या हेर्नुहोस् यो एकदम पिस ठाउँ हो क्या यो ल हेर्नुहोस् त त्यहाँ त मान्छे पनि बनाएर राखेर रहेछ मान्छेको पुरो मूर्ति पनि बनाएर राखेर रहेछ हेर्नुहोस् त कस्तो राम्रो ठाउँ आहा ल यस्तो हुन्छ यो चाहिँ सायद अब मलाई पनि थाहा छैन होइन ब्रिजबेनको चाहिँ यो मात्रै हो कि अरू पनि छ मलाई थाहा छैन अब यहाँ चाहिँ यो हाम्रो चाहिँ नेपालमा चाहिँ 1 वर्ष पुगेको खण्डमा श्राद्ध गरिन्छ गरिन्छ यहाँ चाहिँ 1 वर्षमा आउने यो चिहानमा बस्ने आफ्नो मरेको मान्छेलाई सम्झिने हैन ल हेर्नुहोस् त ल प्लेन पनि आइरहेको है प्लेन त देखेन है क्या प्लेन देखेन देख्यो क्या यस्तो ठाउँ हो क्या ल अब यहाँ गीत त गाउन हुँदैन होइन यस्तो हो यो चाहिँ ब्रिजबेनमा मैले अहिलेसम्म यति नै हो देखेको होइन यो सबै क्रिस्चियनहरूको हो है यो चाहिँ आउनुहोस् ल हेर्नुहोस् ओहो अनि तपाईँ हामी तछाड मछाड तेरो सम्पत्ति यति मेरो सम्पत्ति यति किन भन्ने आखिर जाने ठाउँ त यति भयो रहेछ धेरै जग्गा जमिन किन जोड्ने यति ठाउँ यो कति छ लम्बाइ यति लम्बाइ 5-6 फिट ल 6 फिट 7 फिट राखिदिउँ तर चौडाइ 3 फिट होला यति ठाउँ भए पुग्दो रहेछ त यति ठाउँ चाहिँ किन्नै पर्छ है यति ठाउँ चाहिँ किन्ने पुग्छ हामीलाई धेरै सम्पत्तिको लोभ लालच हेन तेन केही गर्न पर्दैन बस सरी गाइस सरी मान्छे आयो है अब यसको चाहिँ यो एउटा बुढो मान्छे थियो होइन यो सायद कोही मान्छेलाई सम्झिन यसो फुलसुल चढाउन यसो ढोग्न आएको होला है त्यस्तो हो यो पुरै यस्तो हो क्या यो स्वयम्भू डाँडो जत्तिकै छ गाइज होइन यस्तो हो म त माथि त गएन डर लागेर म माथि चाहिँ गएन है तल चाहिँ गाडीहरू पनि छ यतातिर गाडी कुदिरहन्छ त्यही भएर मात्र माथि त म पनि जान सकेको छैन डर लागेर एक्लै छु अनि एक्लै कसरी जाने यस्तो छ त्यही भएर तपाईँ हामी तछाड मछाड त विदेशमा म नेपालमा उसले यति पैसा कमायो मैले यति पैसा कमाएँ किन भन्नु सक्यो इनफ अब त्यो हो घुमघाम यसो ऊ हो तर तपाईँहरू दुःख मनाउन नगर्नु होला है त यस्तै हो जिन्दगी यो पुरै छ क्या अब कति डुल्ने होइन हेर्नुहोस् त ल ल हेर्नुहोस् देख्नुभयो त ल हेर्नुहोस् ल हेर्नुहोस् है त यो कति हो कि यो स्वयम्भू भन्दा पनि बढी छ यो मलाई चाहिँ यहाँ एउटा टिकटक बनाउनु मन लाग्यो जे पाला होइन एउटा टिकटक बनाइदिउँ त गाइज ल यस्तो हो यो चाहिँ अब म तपाईँहरूलाई एक ठाउँ लिएर देखाउँछु है त यहाँ फुलमाला चढाएको सायद यो हिजो अस्ति होला म अलिकति माथि चढेँ डर छैन मलाई डर त लाग्दैन यस्तो जाने ठाउँ यो भोलि पर्सि हामी पनि जाने ठाउँ यही नै हो के डराउनु छ र होइन मलाई डर त लाग्दैन
यो चाहिँ सायद हिजो अस्ति नै यो मान्छेको 1 वर्ष दिन किन जन्मोत्सव अथवा केही थियो होला हैन। अनि यहाँ फुलसुल चढाएर राखेको रहेछ हैन। अब यहाँ चाहिँ नाम हैन, जन्म मिति, कसको बुवा कसको आमा, कहाँ जन्मेको, कुन डेटमा डेथ भएको सबै लेखा हुन्छ। डर लाग्दैन, डर त डराउनु किन छ र यस्तो हुन्छ। अब यो यति हो क्या, ठाउँै यति हो। यो सब यस्तो हो क्या गाइज। ल हेर्नुहोस् ल, चेन हो। म चेन गाडीमा यसरी आएको छु, बनाएको छु। मलाई डर छैन क्या, म किन डराउने हो र, डराउनै पर्दैन नि। चस्मा नि लगाइदिउँ होइन, किन डराउनु क्या। चेन गाडीमा यसरी पुरै यो पुरै हो। तपाईँ हामी एक दिन जानुपर्ने ठाउँ यही नै हो होला। तपाईँ हामी नेपालमा गइएला, अरू मान्छे अस्ट्रेलियामा जालान्, मै अस्ट्रेलियामा जाम्ला, उ गरौँला, नो टेन्सन हैन। तर अन्तिममा जाने ठाउँ